गुप्तेश्वर महादेव गुफा प्रवेश गर्छौँ। त्यसपछि यो भित्रको दृश्यहरू रमाइलो छिनेको छ, हेर्दै जानुहोला। र को गुप्तेश्वर महादेवको गुफामा यो पोखराको घुम्नलाई आउनुभएको छ। हामी चाहिँ यो घुम्ने क्रममा एका भिडियो गर्दै हेर्ने जमर्को गर्दैछौँ। हजुरहरू पनि आउनुहोला र को आउँदाखेरि र कस्तो लाग्यो। हामी चाहिँ गाइसहरू यसरी घुम्दै घुम्दै तल आइरहेको छौँ। जति तल गयौँ उति उकुस मुकुस हुने यस्तो ठाउँ हेर्दै जाँदाखेरि धेरै जसो त इन्डियन, हामी नेपालीहरूभन्दा पनि इन्डियन बेसी पर्यटकहरू आउनुहुँदो रहेछ। हामी पनि उहाँहरू सँगसँगै घुम्ने जमर्को गऱ्यौँ र भित्र जाँदा जाँदा जति रमणीय दृश्यहरू देख्यौँ, हामी साथीहरू पनि रमाउँदै घुम्ने एउटा जमर्को गऱ्यौँ। र भित्र जति हेर्दै गयौँ उति गुफाभित्र जाने र यो चाहिँ भित्रको छहारा भन्छ एउटा झरना र यो झरनाको वरिपरि एउटा दृश्यहरू हो र सबै यही हेर्नको लागि सबजना आउनुहुने रहेछ। र हामी पनि यही झरना हेर्दै यही झरनाको दृश्यमा हामी साथीभाइ साथी सङ्गीहरू सबै रमाउने क्रममा यही हेर्दैछौँ। र को आउनुभएको छ र हजुरहरूले पनि यो घुम्नै पर्ने एउटा रमणीय दृश्य, यो गुफाभित्र पनि एउटा झरना देखिँदो रहेछ। र हामी गुफाबाट फर्किने क्रममा छौँ। यो बाटोको दृश्य हो। जति हामी फर्किँदै आयौँ र त्यति नै रमाइलो यो न्याउरिँदै आउने क्रममा छौँ। र यहाँ जति आउनुभएको छ, सानो यो ठाउँ भएको हुनाले यहाँ चाहिँ हल्का पालो गर्नुपर्ने हुनाले जाम जस्तो भइरहेको छ। यो दृश्यमा पनि हामी हाम्रो वेद भाइ सँगै रवि भाइ र म, त्यसै गरी हाम्रो अरू चेलीबेटीहरू पनि छन् र इन्डियन साथीहरू पनि सँगसँगै हामी फर्किने क्रममा छौँ। यस्तै क्रममा चाहिँ जुन यहाँ एउटा बत्तीहरूको व्यवस्था रहेछ र यो बत्तीको व्यवस्था नभएको भएदेखि यहाँ चाहिँ हामी जान असमर्थ नै रहेछ। जुन यो दृश्य हेर्दाखेरि हजुरहरूले पनि केही फरक पाउनुहुनेछ र कसरी गइरहेको छ र कसरी फर्किरहेको छ भन्ने। यो ठाउँमा आइसकेपछि हामी फर्किने क्रममा छौँ। जुन यो ठाउँमा आइसकेपछि हल्का अँधेरो दृश्य छ। यो पनि हामी छल्क मार्दै आइरहेका छौँ। जब माथि आउँछौँ बिचमा हामीले केही मन्दिरहरू पनि फेला पर्छौँ। जुन मेन गुफाभित्रको मन्दिर हो यो चाहिँ। हजुरहरू अब यो फर्किने क्रममा ल हेर्नुहोस् मन्दिरमा कति भिडभाड छ र यो गुफाभित्र लगभग हजारौँ समथिङ दर्शक एउटा मन्दिरमा पूजा गर्न आउने या घुम्न आउने गरी समथिङ 500 देखि 1000 जनाको चाहिँ यहाँ
आउनुभएको छ र उहाँहरू पनि रमाइलो मान्दै यो क्षण हेर्दै यस्तो दृश्यहरू छ यहाँ, त्यो हेर्दै घुम्ने क्रममा चाहिँ उहाँहरू पनि उकालो हिँड्न नसकेर बिच बाटोमा बस्दै बस्दै आउनुभएको कति देख्न सकिन्छ। जति यहाँको जुन एउटा व्यवस्थित गरिएको छ, जुन यो व्यवस्थित नगरिएको भए त्यहाँ जान हामीलाई पनि धेरै गाह्रो हुने रहेछ। त्यही हेर्दै हामी पनि रमाउँदै, साथीहरू यहाँ कोही तलबाट आइरहेको छ, कोही माथि पुगिसक्यो, हिँड्न नसकेर केही अप्ठ्यारो बाटो र उकालो बाटो हुनाले बिस्तारै बिस्तारै हामी बाहिरतिर आइरहेको छौँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ यो ठाउँमा। सायद